केटाहरूले खान्छ अरे मिलिपिट ल खाएर देखा हाम्रो यहाँ चाहिँ यहाँ जादु जादु छ काम गर्दैछ यहाँ जादु उयो टोपी गरेको यहाँ जादु जादु अहिले धुपमा चार्ज हुँदैछ जादुलाई काम गरेर दिउँ हामी चाहिँ अब लाग्यौँ क्राप डान्स नाच छम 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 यहाँ छिराइदिउँ छिराइदिन्छ ल पक्रे हेर्दैन फुटेको अहिले ल तो चलिए शुरू करते हैं। हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ हाम्रो स्कुलले कलेजले 17 गतेसम्म छुट्टी दिएको छ त्यसै कारण हाम्रो केटाहरूसँग भेट्नुबाट हामी हिँडेको विधान भवनमा गएर केटाहरूसँग भेट्नु पऱ्यो सुरुमा कुशललाई चाहिँ उठाउनुपर्छ गएर अब कुशल घरमा पुग्नु पऱ्यो। त्यो हाम्रो चाहिँ कुशल चाहिँ कलेजबाट आएको छैन अब चाहिँ हामी केटाहरूको घर पनि आइसक्यौँ त्यहीँ अगाडि नै छ अब केटाहरू के गर्दैछ हेर्नुपर्छ केटा के कति बेचेर आइस मजदुरी हाम्रो डन 10 रुपियाँ त हेर्न सक्नुहुन्छ हाम्रो यहाँ 17 गतिको छुट्टीमा हाम्रो विधान सर मजदुरी गर्नुहुँदैछ अनि आदित्यले चाहिँ खतरा पाएको छ कि मिलिपिड हो के अरे मिलिपिड र विधान कर मजदुरी गर केटाहरूले खान्छ अरे मिलिपिड ल खाएर देखा हाम्रो यहाँ चाहिँ यहाँ जादु जादु छ काम गर्दैछ यहाँ जादु उयो टोपी गरेको यहाँ जादु जादु अहिले धुपमा चार्ज हुँदैछ जादुलाई काम गरेर दिउँ हामी चाहिँ अब लाग्यौँ के अरे भन्दै त विधान रुद्राक्ष ग्रिन बेरिज लगेर टिप्न जाने ल कस्तो हुँदो रहेछ रुख रहेछ ल सर कोक्नुपर्छ कि त तर बुस हान्नुपर्छ यो ग्रिन बेरी हाब्बा हान्छ यस्तो कहाँ ग्रिन बेरी हुन्छ टोक त ठग्दैछस् यहाँ हेरी बिचमा त्यो हार्ड हुन्छ क्या खाने बेलामा ए नि सरी गर्न के अरे यो हाडा हाता त्यो फालेर नि माथिको अनि बले हुन्छ क्या त्यो त्यसलाई के तपाईँहरू सक्नुहुन्छ हाम्रो जादु चाहिँ यहाँ काम गरेर आइसकेको छ नर्मल फर्ममा हाम्रो चाहिँ केटोले यहाँ बाटोमा केही झरेको देखेर वान पिस झरेको देखेर अब चेक गर्छ यहाँनिर वान पिस रहेछ कि गएर आजले खोल्छ होला के रहेछ त्यहाँभित्र हेरौँ न नि खोल्छ भने कि चेक गर्छ लाइज ब्याक केटा हामीलाई चाहिँ के अरे धोका दियो कि यो चोरले के चाहिँ छ भनेर भेषको त रहेछ भेषको कलर रहेछ दोकान केटाहरू र म भएर चाहिँ काजी बाँध जाँदैछु पौडी खेल्न अनि माछा घुडी मार्न केटाहरू अगाडि जाँदैछ अब जाँदैछ गएर पुग्नुपर्छ पुगेर घुँगी मार्नुपर्छ ओइ पानी खान्डा होस् नि त्यहाँनिर बाँक्दिँदैन हामी चाहिँ आइसक्यौँ होइन आइसक्यौँ तर यहाँ पानी चाहिँ आज लास्ट बढेको रहेछ केटो जम्प हान्दैछ आधी ल कहाँसम्म पुग्दो रहेछ हेरौँ ल ए हरायो त त्यो केटो हरायो अब कहाँ पुग्छ थाहा हुँदैन पानी बढेको छ टन्ने के गर्नु त्यहाँ पुगेछ ल ओए डुब्बा रहेछ केटो ल हामी फाल्दै प्रयास छेउमा हौ ल केटा म पनि हाम फाल्छु यसले घुँगी पनि भेटाएछ ल दामी फरक गहिरो है प्रयास फरक दि लगाइ त चाहिँ हामी घुँगी सबै मार्छौँ जे भेट्छ त्यही मार्ने हो कि ल यो चाहिँ गयो डुब्की हानु लगाइ हाम्रो चाहिँ केटा यहाँ हातसँग घुँगी मार्न गएको छ यहाँ पर ऊ हात र घुँगी सँगै मार्दैछ पर थियो देखेको छैन त्यो हरायो हामी चाहिँ यहाँ दुईजना खेल्दा बसेर घाम पनि यत्रो साह्रो छ शीतलमा बस्नु भने शीतलै छैन क्या यो पर छ पर यो कट्न सक्दैन फेरि बिचमा लास गएर छ कि ओ आइज त्यहाँ टन्ने मारिछ ओ
एक बोतल ल्याएछ त अनि केटीले ल म खाना बोलाउँछु कि खाइहाल्छु नि केटो बोला मात्र उना झनै झन् म एक दुपीमा कति पक्रिन्छु ल यसले पकड्छ अब एक दुपीमा आउँदैन त वेट गर्नुपर्छ केटालाई पनि ओए एक मुठी ल्याए ओए सक्छ साथी सक्छस् ल च्यालेन्ज ल तँ एकचोटिमा कति निकाल्छ सक्छ भन्नु मेबी 20 वटा ल च्यालेन्ज ल अब यो जलपारा भड्किन थाल्छ पानीमा बौलान थाल्छ पानीमा ओए माछा अड्कियो बसीमा कला देखाउँदैछ कला मरै क्या यो त ओए हाम्रो त्यहाँ बक्सी गाई छ ल हात देखा आएन बिसर तर के अरे निकालिसकेको मुली ल क्राप डान्स नाच छम हामी चाहिँ यहाँ पौडी खेलेर निक्लिसक्यौँ अब चाहिँ पानी पनि पर्न लाग्न आँटेको छ केटाहरू निक्ल्यो फेरि यो छिटो किन छिटो थाहा भएन अब चाहिँ केटा हामी चाहिँ लुगा सुगा लाउने अनि जाने उही ला जसले पानी छिराएछ मिला छ के गर्दैन भाइ तिम्रो नाम के होला भन्थ्यो त आदित्य ओए आदित्य कति वर्ष भाइ अनि 5 वर्ष कुन स्कुल पढ्छ कोमल गाउँ ए ल भाइ के भन्थ्यो भ्लगमा ल के भन्थ्यो आज पौडी खेलिन्छ नि गर तिमी कसको फुटबल हेर्दिन फुटबल हेर्दैन है भाइले हेर्दैन फुटबल अहिले ल लस्सु हान्छ त हान्छ लस्सु भाइ ल यहाँ के अरे यहाँ छिराइदिउँ छिराइदिन्छ ल पक्रे पक्रेवाला सो दर्शक तपाईँ हेर्न सक्नुहुन्छ हाम्रो आदित्य भन्ने साथीले आज के अरे डान्स देखाउनुहुन्छ ल देखाइदिए त कमरिया लचके रे मुताइदिएछ फेरि ल नाच्छ खतरा गाइज हामी चाहिँ के अरे घरतिर लाग्दिएको यहाँ घाम पानी पनि हुँदैछ पानी पो त पर्दैछ यार केटा हो पानी पर्दैछ प्रेस यहाँ सोलो साइकल हान्दैछ सोल्लो घाम पानी पर्दैछ क्या यहाँनिर भक्का खालको अब घर पुग्दा भिजिन्छ होला भिज्यो भने के हो घरमा गएर नुहाउने नि होइन केटा हाम्रो बक्रा छ यहाँनिर अस्पिन प्रेस उकालो आयो उकालो मजा आउँछ नो ब्रेक फेरि ब्रेक छैन हामी यहाँ बिरानको घरमा आइसक्यो हाम्रो चाहिँ यहाँ जादु चाहिँ यहाँ साइकल कुदाउँदैछ हाम्रो जादु साइकल कुदाउँदैछ स्पेसिसमा बन्ने पनि साइकल कुदाउँदैछ कि यति भयो यसलाई के भन्छ है बिदान है यसलाई के भन्छ झुन्ना र घोनी यति भएको छ एक डोको ल खान्छ छैन नखाए यसले फेरि के गर्दैछ ओ के गरेको ओ कहाँ छिरो यो चोर के हो अन्त यो त मलाई भित्र सिधै खिच्छ त मान्छे अनि खत्रै हुन्छ यस्तै के गर्ने त्यसलाई रोक्न पनि सकिँदैन के गर्न सक्दैन अझै म केटा अब घरतिर लाग्दिनँ भएर घरमा गएर हल्का नुहाउनु पर्यो सुगेजमा चाहिँ अब घर पनि पुगिसक्यो अब हल्का नुहाएर सुहाएर फ्रेस हुनुपर्छ किनभने त्यो पानी फुल्छ हल्का त्यसै कारण नुहाउनु पर्यो अब सुगेजमा चाहिँ यहाँ फ्रेस भएर अब बसिरहेको छु अब आज केटाहरूसँग पनि गयो उता माछा के भन्छ त्यो बुङीसँगै मार्न केटाहरूसँग हल्का गफ पनि भयो मजा पनि आयो त्यस्तै भयो अनि आजको लागि यति नै गाइस थ्याङ्क यू फर वाचिङ बाई बाई